ल बिहान बिहान म उताबाट त्यो भन्दा नि उताबाट यहाँ आइसकेँ होइन। बिहान बेला एक्लै सोलो हान्दिरहेको छु ट्रेकिङ तिलिचोसम्म। कोही छैन बिहान बिहान बबाल छ ठाउँ। अब यहाँबाट जानुपर्ने हुन्छ भिरको बाटो। यसो छ है त्यो बाटो भएर जानुपर्ने हुन्छ बिस्तारै। बिहान बिहान मुख पनि धोएको छैन। मान्छेहरू आउँछ अरे अहिले, अब कतिखेर आउँछ होइन। म चाहिँ बिहानै हिँड्दै बिहान मलाई 10सम्म पुग्नु पर्ने छ नि त। त्यही भएर त्यस दामी देखिरहेछ साइडमा हिमाल है त। अहिले अब बाटोमा बिस्तारै फोटो खिच्दै हिँड्छु। भिरको बाटो नि छ त्यहाँनिर होइन। बिस्तारै अब जानुपर्ने हुन्छ है त। ल अब म चाहिँ ल्यान्डस्लाइड एरियामा आइसकेँ। यहीँबाट सुरु हुन्छ ल्यान्डस्लाइडको बाटो। पछाडि यस्तो छ भिरको बाटो जानुपर्ने हुन्छ। अब बिस्तारै जान्छु है त। भिडियो नबनाऊ होला। सुई म जान्छु है त। ल यो ल्यान्डस्लाइड एरिया नि कटियो। यताबाट जानुपर्ने हुन्छ बेस क्याम्प जाँदैछु म। लास्ट गाह्रो हुन्छ अरे। अघि मान्छेहरू उताबाट गएर आइरहेको थियो। यस्तै गाह्रो हुन्छ अरे। बिस्तारै जानु भनिरहेछ। अब खै के गर्ने, अब बिस्तारै जान्छु अब म। आज वेदर खुल्छ। हिजो अस्ति अलिक गाह्रो भएको थियो भनिरहेको थियो। त्यस हेरौँ है त। अहिले माथि गएपछि खिच्छु म। यस्तो छ दामी मौसम। सोलो ल्यान्डस्लाइड एरिया अझै। अल राइट लोकेसन म्याप। यहाँनिर बेस क्याम्प छ तिलिचो। माथि यस्तो छ मौसम खराब छ। आज वेदर खुल्दैन। यस्तो छ बाटो। यहाँ आइसक्यो। बेस क्याम्प बस्छु अनि त्यसपछि त्यहाँनिर दाइहरूले के भन्नुहुन्छ होइन त्यो अनुसार गर्नु पर्यो। खै आज अब मौसम खराब छ होइन। वेदर बाटो पनि एकदम डेन्जर छ। गाह्रो। बिस्तारै जान्छु म एल्टिट्युड मिलाएर बिस्तारै है त। अब कहिले हुन्छ अब भोलितिरै जानु पर्ला कि के हुन्छ अब हेरौँ। अहिलेको 4 बजिरहेछ, 4:30 हुन लाग्यो। म चाहिँ यहाँ बेस क्याम्पबाट तिलिचो बेस क्याम्पबाट अब निस्किँदैछु। मान्छेहरू जाँदैछ। म बिस्तारै जाँदैछु। बिचमा भिडियो खिच्दै गर्छु है त। यस्तो छ। ल अहिले चाहिँ यहाँ माथि 22 घुम्ती आउन लागिसक्यो म। जम्मा 1 घन्टामा नबसिकन हिँड्नै छु म। अब आउन लाग्यो जस्तो छ। जस्तो अझै छ। हिँडिरहेको छु। मान्छेहरू बिहानै बिस्तारै हिँड्दै कटिरहेछ। भइरहेछ। अहिले माथि खिच्छु। 22 घुम्ती स्टार्ट भइरहेछ माथिबाट। यहाँ आइपुगेँ।
सुन्दै आयो त्यही माथि हो अब यस्तो छ जुन त यहाँ मान्छेहरू त्यहाँ पुरा 2-3 बजेतिर हिँड्ने मान्छेहरू त्यो कट्ने बित्तिकै अनि यता साइडमा छ त्यो लिच्छु माथि गएर हिँड्छु नास गाह्रो यस्तो छ है 22 कम्ती तिलिचो जाने त माथि गइरहेको छ मान्छेहरू अझै लाग्छ 1.5 घन्टा भन्छ जाउँ न बिस्तारै होइन जस्ट रमाइलो भइरहेछ गाह्रो चाहिँ गाह्रो हुन्छ एउटाहरू यत्रो हाइटमा एकैचोटि आउँदा बिस्तारै आउँदाखेरि सजिलो हुन्छ बोल्न नसकिरहेको अय्या लास्टै गाह्रो भयो त्यही पनि सकियो यस्तो छ घोडामा आइरहेछ अब त्यसै हो है डाँडा पछाडि हो डाँडा पछाडि यस एकचोटि नबसिकन आइयो कहाँ तलबाट एकचोटि नबसिकन क्या अब बिस्तारै टुक्को 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 हिँड्ने कति भयो ल छ नि दुई घन्टामा यहाँ आइपुगेर बिस्तारै सही 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 हो अब म उतै गएर खिच्छु है 16 आएको 16 त्यसले चाहिँ मौसम पनि दामी खुल्यो चिसो चाहिँ लास्ट चिसो छ त्यहीँनिर अब आइसक्यो भल मजा आउँछ गाह्रो चाहिँ लास्ट गाह्रो हुन्छ है लास्टै गाह्रो हुन्छ रहेछ हाइट झन्डै झन्डै 5000 हाइट माथि आउँदाखेरि कस्तो हुन्छ एकदम हावापानी लेभल मिलाएर बिस्तारै आउनुपर्छ एकदम गाह्रो हुन्छ मान्छेहरू टन्नै फर्किरहेको थियो त्यही पनि मैले पनि बिस्तारै मिलाएर डर चाहिँ रहेको थियो तर जे होस् बोल्नै नसक्ने क्या घाँटीमा ख्याप्प बनाएर नहिस्सा उकालो हिँड्ने आइने संसारको सबैभन्दा उच्च लेक तिलिचो लेक आइपुग्यो है गाइज लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु पऱ्यो त हैया ल आइपुग्यो जस्तो छ है अब चाहिँ यस्तो छ यहाँनिर जस्तो आइसक्यो जस्तो है टेन्टहरू त्यहाँ छ सफा गर्ने जग्गा त्यहाँ हुन्छ ल अब खिचौँ ल तिलिचो आयो तिलिचो 4,910 हो क्या 19 वाह दामी निलो निलो छ भने निलो के वेट आया फक made it. Alright, finally in the destination. Get out. Pugyo. Right. हामी फर्स्ट पुग्यो त. Right. First time पुग्यो.
ल फाइनल्ली तिलिचो पुग्यो 4919 मिटर माथि हाइटमा यस्तो छ तिलिचो यस्तो छ है त तिलिचो बवाल दामी दामी ल है तिलिचो आइयो यस्तो छ है तिलिचो बवाल भित्र यस्तो जाडो महँगो एक कपको 200 अहिले चाहिँ म तिलिचो लेकमा छु माथि यहाँनिर अनि बोल्नलाई लास्ट गाह्रो हुने रहेछ चिसो हावा आउने क्या अलिकति बिस्तारै आइरहेछ त्यही पनि चिसो हावा एकदम आउने क्या लास्ट छ है दामी रहेछ मौसम पनि दामी खुल्यो त्यहाँ मुनि जाने आधी घन्टा त्यहाँबाट आउने टाइम लाग्दो रहेछ नगएको यहीँ बसिरहेको यस्तो छ है हिमाल टाउको दुख्ला जस्तो हुँदो रहेछ क्या अलिकति धेरै माथि हाइटमा बसेर होला सायद लास्ट जाडो हुँदो रहेछ जस रमाइलो छ एकदम दामी रहेछ मौसम खुलिया बेलामा पर्यो भने चाहिँ दामी हुन्छ नत्र चाहिँ रिग्रेट हुन्छ ल अब घर फर्किँदै तिलिचोमा गएर आइपुग्यो वहाँबाट माथिबाट बिस्तारै अब घर फर्किँदै सोलो यस्तो ठाउँ आएर बस्नु पर्यो न लट्ठी न केही लास गाह्रो हुँदो रहेछ यार यस्तो छ बाटो कम छ गाह्रो हेर्दा मात्रै छ हाइट